कहानी जस्तै भन्छु गस्पल गएर हामी डोर टु डोर गस्पल गयो एन्ड 3 नाइट वी हेभ रिभाइभल प्रोग्राम त्यहाँ गए प्रचार गर्दै जाँदाखेरि चाहिँ 18 जना चाहिँ प्रभुलाई ग्रहण गरे 18 ओके त्यो 18 को मासमा 3 जना चाहिँ 2 जना बोजू थियो एकदम के भने अब maybe 80-90 years एकजना बाजे थियो going to be 100 years. Okay, so and that Bazi also accept Jesus Christ. So प्रभुलाई ग्रहण. तो बाजीले किन प्रभुलाई ग्रहण गर्यो भने बाजीले के भने म चाहिँ नरक जानु मन छैन म चाहिँ मेरो आत्मा बाँचाउनु मन छ लास्टमा अब कुरा गरे म सरकारी भन्छु ल देन यो 18 जनालाई चाहिँ मैले बाप्तिजम दिएर पछि फर्केर नारायण गए उतै खोलामा त मैले के भन्नु खोजेको छु नि when we accept Jesus Christ we need to accept from our heart हामी जब प्रभुलाई ग्रहण गर्यो भने चाहिँ हामी हृदयदेखि ग्रहण गर्नुपर्छ हामी मेरो छोरा क्रिस्चियन भयो म पनि क्रिस्चियन हुन्छु यो होइन